त्यसकै चम्चीले भनेछ कि मलाई भेरी गुड रिप्लाई यस्तो गति छाडा केटी हेऱ्यो हेर साला खातेनी साला छप्री साला मलाई हेर भन्दैछु त तैँले चाहिँ मलाई के सोचेर गति छाडा भनेको लु भन्छ लु साला खातेनीहरू बल्लाले म भन्छु मसँग तिमी पङ्गा चाहिँ नलिएर ल गति छाडा नि तँ हो बुझिस् तँ गति छाडा तेरो मुखमै भन्छु तेरो मुखको अगाडि तँ गति छाडा साला बुझिस् गति छाडा तँ अन्त अझै यहाँ अरू चम्चाहरू पनि छ कि सपोर्ट गर्नेहरू तँहरू पनि त्यही हो बुझिस् मलाई नसिका हामी पनि बच्चा होइन त बुझिस् दुध खाने बच्चा होइन तँहरू झन् नि बुढी भएको आइमीहरू हो साला त्यो माया बढाली ठुक्का यस्तो होला त नि कसम भनेको नि यो चप्पल कति नम्बरको छ मेरो 37 को रहेछ कि यसले अनुको छापमा पसाइन्छ तँहरूलाई नि म त्यसले मेरो भिडियो बनाएको यत्रो साल भयो होइन साल होइन महिना चाहिँ भयो तर मैं क्षेत्रीय खुदी साला एक मर्द है लेकिन अन्य लोग के साथ झगड़ा करता है साला जरा जा रहा तो यसरी ताली बजाइरहेको साला गाउँमा गएर जा सोसियल मिडियामा चाहिँ क्या राम्रोसँगले कुकुरलाई घिउ पस्दैन भने जस्तो छ नि राम्रोसँगले भन्दाखेरि यो टेर्नेवालाहरू छैन कि एक दुईजना लातोका भूत बातो से नहीं मान्दा भने यो भिडियो चाहिँ यो आकृति तामाङ भन्नेलाई रहेछ हिजो मैले अनलाइनमा दिएको नि छ म चाहिँ जेन्डर हेरेर रिप्लाई दिँदिनँ है भनेर अब तँलाई त्यो कमेन्टमा गति छाडा पढ्दाखेरि त्यस्तो प्रेसर भएर चाहिँ त्यस्तो साह्रो परेर चाहिँ तैँले भिडियो बनाएर हालेछस् दुनियाँभरको चप्पल उयोहरू देखाउँदै सुन चप्पल चाहिँ सबैले लाउँछ अनि तँहरूले चाहिँ के हो अनलाइनमा आएर चप्पल हिर्काउँछु भन्दा चाहिँ अर्को जो थाप्ने मान्छे चाहिँ यस्तो गरेर थापिबस्छ जस्तो लाग्छ तेरो नि त जगटाको नाश होला त्यति बेला होइन अन्त तँ जस्तो लाई चाहिँ गति छाडा मात्रै होइन एउटा गवार पनि भन्छु एउटा सोसियल मिडियामा आएर भाइ मेरो बुढी बराइली हो तैँले खातिनी सातिनी भन्नु तेरो कहाँसम्मको चाहिँ गवारपन्थी छ त्यो पहिला बुझिस् अन्त तँलाई मेरो बुढीले कमेन्टमा गति छाडा लेख्दाखेरि चाहिँ तँलाई पुरा साह्रो परेछ होइन तैँले चाहिँ मलाई यो छक्का हिजाडा भन्दा चाहिँ किन मलाई एप्लाई गरेको थिइस् तैँले थाहा पाइस् एप्लाई त गरेको थिइनस् छक्का रहेछ हिजाडा रहेछ कि मरत रहेछ भनेर होइन कि एप्लाई गरेको थिइस् भने मैले त भेटेको जस्तो लाग्दैन तँलाई अन्त तँ जस्तोलाई चाहिँ म के भन्छु भनेपछि चप्पल हेर सबैले लाउँछ तेरो चप्पल देखाएर चप्पलले हान्छु भनेर नसोच खानु पनि तयार हुनुपर्छ बुझिस् यस्तो सोसियल मिडियामा भुक्ने बहुत देख्छु चप्पल हान्छु कुड्छु भन्नेहरू खै त हिजो मैले लाइभमा नै देख्थेँ होइन एउटा स्त्रीहरू भएर एउटा जग्गामा बस भनेर चाहिँ एउटा मैले भिडियो रिलिज गरेको थिएँ होइन अब हुन त भात खाने भए पो बुझ्छ गु खानेहरूले कहाँ बुझ्छ होइन त्यहाँबाट फेरि आएछस् तँ तेरो भ्यू बढेन होला भ्यू चाहियो होला तँलाई पनि अलिक भाइरल हुनु मन पर्यो होला अब तैँले रिप्लाई भेट्नु थाल्छस् ल अन्त चप्पल चाहिँ हेर तेरो 37 को कि कतिको भन्दैछस् मेरो बुढीले चाहिँ 39 को लाउँछ बुझिस् त्यहीँनिर अब थाहा भइहाल्छ तिमीहरू दुईजनालाई ओपन छोडिदियो भने को उयो हुन्छ तँसँग पङ्गा नलिनु को तँ डन हो काहीँको तँ दादा हो तँ यही फेसबुकमै मात्र फेतर बोल्ने आइमै हो जो अब मलाई भनेको थिइस् मैले चाहिँ तँलाई एउटा सानो केटी रहेछ भनेर छोडिदिएको त तँ हो नि त पहिला खोज्दै आउने बुझिस् मैले तेरो भिडियो हेरेर तेरोमा कमेन्ट गरेको छुइनँ नि तँ चाहिँ अब तँहरू चाहिँ के गर्नु आउँछस् प्रोभोक गर्नु आउँछस् पहिला कहाँबाट यसलाई उयसमा पारौँ भनेर कन्ट्रोभर्सीमा पारौँ भनेर त्यहाँबाट बादमा चाहिँ तँहरू अलिकति उयो हुँदै गयो चाहिँ हार्ला जस्तो हुँदै गएपछि चाहिँ फेरि तँहरूलाई दुनियाँभरको संस्था सङ्गठनको हेल्प लिनु पुग्छस् यसले त मलाई यस्तो गर्यो भनेर मैले हिजो नि अनलाइनमा वार्निङ दिइसकेको तर पनि फेरि तँ कट्टाउँदै आएपछि अब रिप्लाई त दिनु पर्यो नभए त तँहरूलाई त अब एउटा स्त्री सानो बहिनी रहेछ भनेर छोड्यो भने फेरि भोलिको दिनमा टाउकोमा बसेर कानमा मुच्छस् तँहरू किनभने गति छाडाको त दबाई हुँदैन होइन तँ चाहिँ गति छाडा नै रहेछस् किनभनेपछि मान्छेको चामल खाने भए त बुझ्थिस् होला गु खाने थोडी बुझ्छस् तैँले होइन अब आइज जति तैँले बनाउँछस् बना तेरो रिप्लाई पनि फेरि टक्कर साथ आएको हुन्छ बुझिस् अन्त तँहरू यो तँ त गति छाडा मात्रै होइन गवार पनि लाग्दैछ तैँले एउटा जुन चाहिँ सोसियल मिडियामा एउटा जातको बारेमा भनेछस् नि
त्यो सुनिराख। तैँले चाहिँ चप्पल खाने बेहोरा चाहिँ तैँले गर्दैछस्। मेरो बुढीसँग भेट, म त साइडमै बस्छु, त्यहाँबाट कोले चप्पल हान्दा रहेछ, कोले खाँदा रहेछ, तेरो जगटाको नाश भएन भने म फेसबुक पनि चलाउँदिनँ। ल